नमस्कार सम्पूर्णमा म राजन अधिकारी सबैजनालाई वेलकम गर्न चाहन्छु हाम्रो च्यानल क्रिकेट टक्समा। आज हामी कुरा गर्नेछौँ क्वालिफायर 1 को बारेमा। क्वालिफायर 1 मा भिडन्त हुँदैछ विराटनगर किङ्स भर्सेस सुदूरपश्चिम रोयल्स। आज हाम्रो यस कार्यक्रममा क्रिकेट एक्सपर्ट र क्रिकेट एनालिस्ट अभिषेक भण्डारीजी हुनुहुन्छ। नमस्ते। उहाँलाई हामी यो कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। आज हामी सुरुमा कुरा गर्नेछौँ ब्याटिङमा, सुदूरपश्चिमको ब्याटिङ गर्नेछौँ। ब्याटिङको बारेमा थप जानकारी दिनको लागि अनुरोध गर्दछु। सुदूरपश्चिमको ब्याटिङ अब हेर्दाखेरि एकदमै राम्रो छ होइन। अब ओपनिङ स्टार्ट क्रिस्लिन र हाम्रो विनोद भण्डारीले गर्नुहुन्छ। अब जस ब्राउन सायद क्वालिफायर 1 खेल्नु हुँदैन, जहाँसम्म हामीले न्युज हेर्दाखेरि चाहिँ जस ब्राउन चाहिँ अब जानुभयो। त्यही भएर चाहिँ अब अलि ब्याटिङ अब अलि विक हुनसक्छ जस्तो लाग्छ होइन। पहिलाको ओभर हुन त पुनित मेहरालाई लिएर आएको छन्। पुनित मेहरा पनि एउटा राम्रो ब्याट्सम्यान हो टप अर्डरमा। ब्याटिङ अब यस्तो छ, सुदूरपश्चिमको ब्याटिङ राम्रो छ। अब त्यस्तो जसरी अब हामीले अस्ति विराटनगरको हेऱ्यौँ, पोखराको हेऱ्यौँ, त्यस्तो राम्रो स्ट्राइक रेटले चाहिँ बनाउने खालको ब्याट्सम्यान भनेको एउटा क्रिस्लिन मात्र देखिन्छ टप अर्डरमा होइन। अब त्यही भएर ब्याटिङ चाहिँ ठिकै छ। अब टर्निङ पिच छ भनेपछि चाहिँ सुदूरपश्चिममा फाइदा हुन्छ, किनकि सुदूरपश्चिम भनेको टिम चाहिँ 170-180 भन्दा तल नै खालको, अनि प्लस बलिङ राम्रो भएर अहिलेसम्म चाहिँ उहाँको ब्याटिङ चाहिँ राम्रो देखिएको छ। तर ब्याटिङमा चाहिँ अब अरू ओभरअल हेर्दाखेरि चाहिँ अब विराटनगर यिनीहरूको कम्पेयर गर्दाखेरि चाहिँ अलिक कमजोर देखिन्छ ब्याटिङ चाहिँ। विराटनगरको पनि आक्रमण ब्याट्सम्यानहरू छन्, फ्याफ डुप्लिस, गप्टिल छन्। कसरी चाहिँ उनीहरूले म्यानेज गर्छन् त विकेटहरू? ब्याटिङहरू त विराटनगरको स्ट्रङ देखिँदैछ। ब्याटिङ एकदमै विराटनगरको स्ट्रङ छ होइन। हामीले अब हिजोकै गेममा पनि हेऱ्यौँ होइन, जसरी 11 ओभरमै चेज गर्यो त्यो 147 कति समथिङको टार्गेट थियो सुदूरपश्चिमले दिएको। त्यो अनुसार हेर्दाखेरि अब माथि टप हेभीवेट छ होइन। मार्टिन गुप्टेलदेखि लिएर डुप्लेसी, अनि हेजर्ड भयो, स्याम हेजर्ड अस्ट्रेलियन प्लेयर होइन, अनि लोकेश बम डोमेस्टिक प्लेयर, अनि जुन हिसाबले पतिस जीसी र हाम्रो बासिर अहमदले खेलिरहेछन् मिडल अर्डरमा र लोवर मिडल अर्डरमा, त्यो हेर्दा चाहिँ विराटनगरको चाहिँ एकदमै प्याकेज टिम देखिँदैछ। अब चाहिँ बिस्तारै टुर्नामेन्ट बढ्दै अगाडि बढ्दै जाँदाखेरि एकदमै उनीहरूको चाहिँ ब्याटिङ चाहिँ एकदमै स्ट्रङ देखिँदैछ। प्लस अब बलिङ पनि राम्रै छ होइन। बलिङमा चाहिँ अब अलि फुल्ली डिपेन्ड चाहिँ हाम्रो एउटा फरेन बलरमा डिपेन्ड छ। फास्ट बलिङमा चाहिँ पर्तेजीसीले त्यो खालको बलिङ गर्न सकेको छैन योमा चाहिँ। अनि यसै गरी अब निर्णायक भूमिका घरेलु प्लेयरहरूको पनि निकै आक्रमण प्रदर्शन देख्न सकिन्छ। घरेलु प्रदर्शनमा चाहिँ कुन टिम चाहिँ अलिक डिपेन्डेन्ट देखिएको छ यो सिजनमा चाहिँ दुईवटा टिम मध्येमा? घरेलुमा चाहिँ नो डाउट सुदूरपश्चिमै देखिएको छ होइन। त्यही भएर ऊ टुर्नामेन्टमा अहिले टेबल टप छ होइन। जुन हिसाबले इच एन्ड एभ्री प्लेयरले चाहिँ जुन दिन अन डे राम्रो खेलिरहेको छ कि सुदूरपश्चिमको। अब हिजो पनि त्यस्तो नराम्रो चाहिँ भन्न मिल्दैन। अब फफ डुप्लेसीको यो डोमेस्टिक प्लेयरहरूसँग कम्पेयर गर्न मिलेन होइन। जुन हिसाबले चाहिँ सुदूरपश्चिमले ब्याटिङ गरेको थियो त्यो पनि ठिकै थियो। अलि 10-15 रन चाहिँ कम हान्न पुगेको हो। तर अब हिजो चाहिँ अब डुप्लेसीले अनएक्सपेक्टेडै ब्याटिङ गर्यो भनौँ न। 20 ओभरमा 20 बलमै हाफ सेन्चुरी हानेर चाहिँ, त्यही भएर अलि देखेको। अब सुदूरपश्चिमको चाहिँ डोमेस्टिक अब दिपेन्द्र सिंह ऐरी हुँदाखेरि नै बढी भर पर्दो चाहिँ सुदूरपश्चिम नै देखिन्छ डोमेस्टिक प्लेयरहरूमा। अब विराटनगर किङ्सको क्याप्टेन सन्दीप लामिछाने छन्। निर्णायक भूमिका कतिको खेल्छ? उनको स्पिनको जादु फेरि हेर्न पाइन्छ कि पाइँदैन हामीले? एकदमै यो सिजन हेर्दाखेरि जुन बडी ल्याङ्ग्वेज छ सन्दीप लामिछानेको, जुन इन्भाइरोमेन्ट भन्नाले उहाँले हामीले इन्टरभ्यू दिँदाखेरि पनि हेरिरहेको छ, एकदम फ्रिली भएर एकदम होइन। बिचमा 2 गेम हार्दाखेरि पनि जुन हाँसो हुन्छ, जुन हुन्छ, उनले प्रेसर लिएका थिएन। त्यो हेर्दाखेरि चाहिँ टिमको ओभरअल मोरल एकदम हाई छ जस्तो लाग्छ होइन त्यो टिममा। अनि जुन हिसाबले चाहिँ उहाँले चाहिँ प्लेयरहरूलाई ब्याक गरिरहेका छन् भनौँ न। पर्तेजीसीलाई अब बलिङै नदिए पनि भनौँ न, अब स्पिन फ्रेन्डली पिच हुँदाखेरि पर्तेजीसीले 4 ओभरको कोटा पाउँदै छैनन्, त्यही नै ब्याक गरिरहेछन्। अनि बासिर अहमदलाई पनि जसरी एज अ अलराउन्डर खेलाए पनि बासिर अहमदले बिचमा बलिङ पाउँदै छैनन्। जसरी लेफ्ट ह्यान्डर ब्याट्सम्यान ब्याटिङ गरिरहेछ भनेपछि लेफ्ट आर्मरलाई नदिँदाखेरि पनि उत्तिकै महत्त्व छ भनेर चाहिँ उहाँले चाहिँ बुझाइरहेछन्। अनि अब अहिले त मैले लिडरसिपको कुरा गरेँ। अब बलिङको त उनको चाहिँ अब नो डाउट होइन, वान अफ द बेस्ट स्पिनर होइन नेपालसँग अहिलेसम्मको। अनि त्यो माथि अहिले चाहिँ योपालि चाहिँ अब टप विकेट टेकर पनि हुनुभएको छ। अनि एकदमै रिदम पनि राम्रो छ। अनि धेरै गेमहरू चाहिँ उहाँले जसरी पोखरासँगको गेम भयो, अहिले अर्को अस्ति एउटा चितवनसँगको गेम भयो, त्योमा राम्रो गरेर सिङ्गल ह्यान्डेडली पनि गेम चेन्ज गरेछ। अब वी अल नो अबाउट दिपेन्द्र सिंह ऐरी कतिको म्याजिकल छन् भनेर। दिपेन्द्र सिंह ऐरी कतिको एक्स फ्याक्टर हुनेछन् त क्वालिफायर 1 को लागि? दिपेन्द्र सिंह ऐरी पक्कै पनि हुन्छ होइन। अब ब्याटिङ बलिङ नचले पनि उहाँ फिल्डिङबाट चाहिँ गेम चेन्ज गर्नुहुन्छ। हिजै पनि अब मार्टिन गुप्टेललाई जुन हिसाबले रनआउट गर्यो,
अलि लेट भयो हुन चाहिँ होइन, तर जे भए पनि अब त्यो रनआउट होइन। अनि अब अस्तिको डेभिड मलानको रनआउट अभियसली दिपेन्द्र सिंह ऐरी चाहिँ एक्स फ्याक्टर हुन्छन्। मलाई चाहिँ अझ दिपेन्द्र सिंह ऐरीले चाहिँ ब्याटिङ हुन्छ नि अलि उहाँले चाहिँ सकेसम्म 15 ओभरपछि आउन खोज्ने ट्राई गरिराख्नु भएको छ टिममा होइन। तर मलाई चाहिँ के लाग्छ भने 10 ओभर 11 ओभर 12 ओभरपछि चाहिँ अलि स्टार्ट पायो भनेपछि चाहिँ उहाँले आउँदा चाहिँ अलिक बेटर हुन्छ। किनकि हामीले जसरी आरिफ शेख भयो, ईशान पाण्डे भयो, नो डाउट राम्रो खेलिरहेछन् होइन, तर जुन स्ट्राइक रेटले खेल्नुपर्ने हो स्टार्ट पाएपछि त्यो स्ट्राइक रेटले खेलिरहेको छैन। त्यही भएर चाहिँ दिपेन्द्र सिंह ऐरीले अलि स्टेप अप गरेर अलि माथि ब्याटिङ आउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अब गेम पनि आइसकेको छ, बोथ साइडबाट एउटा प्लेयर पिक गर्नुपर्दा चाहिँ 1-1 पिकबाट कुन चाहिँ प्लेयरले चाहिँ निर्णायक भूमिका खेल्न सक्छ, या तपाईँले बेट कुनमा लाउँछ दुईटै टिमबाट? अब विराटनगरकोबाट म चाहिँ योमा चाहिँ अब मेरो चाहिँ कन्डिसन छ है एउटा, अब अलि स्पिन फ्रेन्डली विकेट भयो भनेपछि चाहिँ म विराटनगरबाट बासी रेमनलाई पिक गर्छु होइन। नो डाउट फाफ डु प्लेसी इज अ गुड प्लेयर होइन, तर अलराउन्डरलाई पिक गर्दैछु मैले। अनि अब अलि हाम्रो हाई स्कोरिङ पिच हुन्छ भनेपछि चाहिँ त्योमा चाहिँ नो डाउट फाफ डु प्लेसी हुन्छ, सायद हामी सेन्चुरी पनि देख्न सक्छौँ त्यो पिचमा। अनि त्यो पछि हाम्रो चाहिँ अब अलराउन्ड उता सुदूरपश्चिमबाट कुरा गर्ने हो भन्दाखेरि सेम त्यही कन्डिसन एप्लाई गर्छु मैले। अलि स्पिन फ्रेन्डली पिच छ भनेपछि दिपेन्द्र सिंह ऐरीलाई पिक गर्छु मैले होइन। अनि एकदम हाई स्कोरिङ हुन्छ भनेपछि क्रिसलिनले अस्तिको गेममा राम्रो फर्म देखाएका छन्, त्यही फर्मलाई चाहिँ कन्टिन्यू गर्छन् भन्ने जस्तो लाग्छ मलाई चाहिँ। टसले पनि निर्णायक भूमिका खेल्ने गरेको हुन्छ, इभिनिङको म्याच छ, टस तपाईँको हातमा पऱ्यो भने के लिनुहुन्थ्यो त? अभियसली ड्युले चाहिँ फ्याक्टर गरिरहेछ होइन अलि अब, तर मलाई चाहिँ अब सुदूरपश्चिमको अहिलेसम्म ओभरअल अगाडिको गेमहरू बढी हेर्ने हो भने चाहिँ डिपेन्ड राम्रो गरेछ होइन। तर अब टस जित्यो भने टियुमा अनि साँझको गेम ड्युले फ्याक्टर गर्छ। अभियसली बलिङ नै गर्छन् होला टिमहरूले जित्यो भनेपछि चाहिँ। जो भर्खर गेम भएको छ, अब प्लेइङ इलेभेनको कुरा गर्दा कोही चेन्जेस देख्न चाहनुहुन्छ कि? सुदूरपश्चिममा त अभियसली चेन्जेस आउला। सुदूरपश्चिममा अभियसली चेन्ज हुन्छ होइन। अब कुकलाइन आउँछन्, क्रिसलिन आउँछन्, हेमन्त धामी आउँछ होइन। अनि अरू एउटा मिडल अर्डरमा अब पुनित मेहरालाई खेलाउँछ कि अब जोस ब्राउनको ठाउँमा कसलाई खेलाउँछ। सायद मलाई चाहिँ अब हिजो जसरी जुन हिसाबले ईशान पाण्डेलाई अलि अगाडि ब्याटिङ दियो, मेबी वान डाउन चाहिँ ईशान पाण्डेलाई चाहिँ सकेसम्म खेलाउँछ कि लेफ्ट राइट कम्बिनेसन मिलाउनलाई जस्तो चाहिँ लागेको छ सुदूरपश्चिमको। त्यही पहिलाको जुन अगाडिको फर्स्ट 2-3 गेममा हामीले प्लेइङ 11 देखाएको थियो त्यही हुन्छ। अब त्यही जस ब्राउनको ठाउँमा पुनित मेहरा हुन्छ होला, अरू त्यस्तो चेन्ज हुँदैन सुदूरपश्चिमको जस्तो लाग्छ। हुन्छ अभिषेकजी, हाम्रो कार्यक्रममा जोइन हुनुभयो, धेरै धेरै धन्यवाद। सम्पूर्ण दर्शकहरूलाई चाहिँ हाम्रो च्यानलमा ट्युन हुनको लागि लाइक र सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है। आजको लागि बिदा हुन चाहन्छौँ, धन्यवाद।